विष रानीको नजरमा दुख पर्यो, त्यो मर्यो। कमली, ओ भैरवनाथ बाबा पनि। रानी अझैसम्म जिउँदै छे। ओहो हो के हो, तँ दुईजना महारथीहरूलाई त एकै ठाउँमा भेट भयो। कमली, के हो त? पहिला पनि त्यस्तै थिइस्, अहिले पनि त्यस्तै देख्छु त। उता जा। मैले देखेको सपना साँचो पनि हुन सक्छ। के थाहा, हाम्री बुहारी मन्सा नागिन पनि त हुन सक्छ। आज म यसको बारेमा पत्ता लगाएरै छोड्छु। अवश्य भेटिहाल्छु। के होला, यता छ कि? यो नागिन त पक्कै छ यो घरमा। सबै यही कारणले घरमा यत्तिकै झगडा परै छ। के चाहिँ होला त प्रभु? बाबाले भनेको कुरा त मिल्छ क्या एकदम। यहाँ पनि केही छैन।
बहिनी अचानक यी शकुन्तला कहाँबाट आइपुग्यो फेरि? कतै मैले मनसाको कोठामा सामान खोजिरहेको त देखिनँ। किन के भयो? मेरो पछि पछि लागेर कहाँ जान्छे के गर्छे भनेर चियो चर्चो गर्दै आएको। के काम पर्यो त्यस्तो अचानक? होइन, आज बिहानैदेखि प्रताप र भोला घरमा छैनन्, त्यसैले तिमीलाई केही थाहा छ कि भनेर आएकी। मोहिनी त्यसैले तिमीलाई केही थाहा छ कि भनेर सोध्न आएकी। मलाई कसैको बारेमा केही पनि थाहा छैन र मतलब पनि छैन। प्रताप त आफ्नो कामले बाहिर गएको होला, अनि तेरो छोरा भोला घरको मालिक जस्तो घुमफिर गरेर हिँड्छ। मलाई के थाहा कहाँ गयो कसो गर्यो? मोहिनी कति नै उसको छोराको गोठालो राखे जस्तो मलाई नै सोध्न आउने। आज मेरो काम नहोला जस्तो छ। अहिले फेरि मनसा पनि आइपुग्छ। यो नागिनको बारेमा म एक दिन न एक दिन त पत्ता लगाएरै छोड्छु। अहिलेलाई जानु पर्यो। खोइ कहाँ जान्छ के भएको भाइलाई बुझ्नै सकिएन। मान्छे एकछिन घरमा बस्दैन, के तालको होला? न बुहारीसँग राम्रोसँग बोल्छ, न परिवारमा राम्रोसँग चाहिँ खुलेरै कुरा गर्छ। के भएको होला यसलाई? कसरी सम्झाउने होला मैले? हे भगवान्। नानी, तिमी त सधैँभरि मुस्कुराइरहन्छौ। अनि तिम्रो घर चाहिँ कहाँ हो नि? मलाई जसले आफ्नो घरमा बस्न दिन्छ त्यो नै मेरो घर हो। हेर त, यति सानो नानी भएर पनि कति बोल्न जानेको होला। एकछिन बस्दै गर, म दुध तताइदिन्छु है। बस्नुहोस् न, म त्यही सोध्न त आएँ। सुन त, मोहिनी पूजाको सबै सामानहरू त
त्यही त शकुन्तला, सबै तयार गर्यौ त? भइसक्यो, मैले बजार गएर सबै सामान लिएर आइसकेँ। अनि यो फुच्ची चाहिँ को हो नि? कहाँबाट ल्याएको हो शकुन्तला? यी नानी त नौली नौली देख्छु नि, को हुन् यी नानी? आज बजार सामान लिन जाँदाखेरि यिनलाई बाटोमा एक्लै देखेकी थिएँ, त्यसैले घरमा लिएर आएँ कि। ए, हाम्रो घर धर्मशाला हो? बाटोमा देखे जति एक्लै बसेको जति मान्छे सबैजना यहाँ लिएर आउनलाई? होइन, तिमीहरूको आमा छोरा यहाँ कम थियो र अरूलाई पनि ल्याएर यहीँ थुपार्नलाई? तपाईँको यही भइगयो छोडिदेऊ भन्ने बानीले यिनीहरू सबैजना टाउकोमा टेकिसके। ए, हेर न त्यहाँ, अझ यसले मेरो कुरा नसुने जस्तो गरेको। यसलाई त आज मोहिनी, आखिर मसँग यस्तो किन भइरहेको छ भगवान? एकैछिनमा मैले आफूलाई जङ्गलमा पाउँछु, एकैछिनमा घरमा हुन्छु। दिमागमा नाना थरीका कुराहरू खेलिरहेका हुन्छन्। को हुँ म? कहाँदेखि आएको? मेरो असली मातापिता को हो? मेरो आमाले पनि मेरो बारेमा कहिले भन्न खोज्नुहुन्न। आखिर किन यस्तो गर्नुभएको छ? को हुँ म? बाबु बस ल बस यहाँ। बाबु के भयो तँलाई?
किन एक्लै बसिरहेको? अब पूजा गर्ने हो, छिट्टो तयार भन्। आमा त्यो त ठिकै छ, तर यिनी नानी चाहिँ को हुन् नि? कहाँ भेटाउनु भयो तपाईँले यिनलाई? अघि बजारबाट आउँदै गर्दा बाटोमा यिनलाई भेटेकी थिएँ। एक्लै बसेकी रहेछन् बाटोमा। त्यसैले आज एक दिन हिँड न त घरमा भनेर लिएर आएँ। त्यो त ठिकै हो आमा, तर यी नानीलाई अघि मैले उता जङ्गलमा देखेको थिएँ। म बेहोस भएर लडेको थिएँ, त्यसपछि होसमा आउँदा यी नानीलाई देखेको थिएँ। अनि मैले तिम्रो नाम के हो, घर कहाँ हो भन्दा यहीँ नजिकै हो भनेर भनेकी थिइन्। अनि फेरि अहिले अचानक तपाईँ गएको ठाउँमा कसरी आइपुग्नुहुन्छ? कहाँ हो नानी तिम्रो घर? के निधि खुदी गरिरहेको होला? यी नानीलाई भोग लागिसक्यो होला, तँलाई पनि त भोग लाग्यो होला नि। म खाजा बनाउँछु, अनि खाजा खानुपर्छ दुवैजनाले। आइज बरु खाजा खानु, जाउँ नानी। को नानी रहेछ? एकैछिनमा जङ्गलमा, एकैछिनमा घरमा। के हो बुझ्नै गाह्रो। होइन, यो कुचन कहाँ गएको होला? केही भनेर त जानुपर्छ नि। कहाँ गएको, कोसँग गएको, किन गएको, त्यो पनि केही थाहा छैन। कसैलाई नभने पनि मलाई भन्नुपर्छ नि। यहाँ आफूलाई कस्तो तनाव भएको छ। झन् यहाँ राजकुमारलाई सम्पूर्ण कुरा याद दिलाउनुपर्छ भनेको थियो, आफै गायब भयो। आज मेरो शक्तिहरूले कामै गरेको छैन, त्यसैले कुचन कहाँ छ मैले पत्तै लाउन सक्दिनँ। हे भगवान, कुचन जहाँ भए पनि, जस्तो भए पनि ठिक होस्, उसलाई केही नहोस्। हे भगवान। मोहिनी, बुहारी, मोहिनी, मनसा। हजुर मम्मी, हजुर कतिखेर आउनुभयो? म कतिखेर आएँ रे? म कतिखेर आएँ भन्ने कुरा तिमीलाई थाहै छैन? होइन, तिम्रो ध्यान चाहिँ कहाँ छ? त्यस्तो होइन मम्मी, प्रतापको बारेमा सोचेर बसिरहेकी थिएँ। मोहिनी, त्यही त, तिम्रो श्रीमान हराएको छ। केही चिन्ता छैन तिमीलाई? यत्तिका दिन भइसक्यो घर नआएको, कोसँग छ, के गर्दैछ, कहाँ छ, केही थाहा छैन। बुहारी, तिमीलाई त केही न केही थाहा होला नि। पक्कै पनि तिमीलाई केही भनेरै गएको होला प्रतापले। हेर बुहारी, तिमीलाई थाहा छ भने भनिहाल, नत्र भने म पुलिस केस गर्छु। यत्तिका दिन भइसक्यो छोरा हराएको, आफूलाई यहाँ कस्तो चिन्ता भइसक्यो। के गर्ने होला? अनि तिम्रो ससुराबालाई त झन् मतलबै छैन। त्यो शकुन्तला र भोलालाई त झन्
मतलब हुने कुरै भएन। तिनीहरू त झन् कति खुसी भएर बसेका होलान्। आफूलाई भने पिर परेर मर्न आँटिसके। मम्मी मलाई केही पनि थाहा छैन। थाहा भएको भए हजुरलाई भनिहाल्थेँ नि। बरु हजुरले ठिक सोच्नु भएछ। पुलिस केस हामीले गर्नुपर्छ मम्मी। के थाहा तैँले पो लुकाएर राखेकी छेस् कि मेरो छोरालाई। तेरो पनि केही न केही त रहस्य छ। मनसा म यो सब कुरा पत्ता लगाएरै छोड्छु। बुहारी खै तिम्रो हात हेरौँ त। मम्मी के गर्नुभएको? के हेर्नुभएको? मम्मी के भयो? के हेर्नुभएको? के होइन बुहारी, अस्ति न मैले तिमीलाई यो चुरा दिएको थिएँ, लगाएकी छौ कि छैन भनेर हेरेको। ल तिमी आफ्नो काम गर, अहिलेलाई म जान्छु है। हस् मम्मी। होइन आज मम्मीले के गर्नुभएको? आजभोलि मम्मीको व्यवहार अलग्गै भइरहेको छ। केही न केही त मम्मीले लुकाउन खोज्दै हुनुहुन्छ। त्यो मैले पत्ता लगाउनै पर्छ। कमली नरी सानो, तर म त सानैदेखि सँगै हुर्केको बढेको र बिचमा गएर दुश्मन भएको बिर्सिस् तैले? बिस रानी अझै पनि अरूको भाग खुस्ने बानी त गएको छैन तेरो? नरी सानो कमली, बिस रानी म बिस रानी, बिस रानीको नजरमा जो पर्यो त्यो मर्यो। त्यो मेरो शिकारदेखि तिमीहरू टाढै बसेको राम्रो। बुझिस् कमली? अनि भैरवनाथ बाबा, तपाईँलाई त म पछि हेर्छु। बाबा, बिस रानीले अब हाम्रो काम पुरा हुन दिन्छ जस्तो छैन। त्यसो नभन कमली, त्यो बिस रानीलाई के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ। बाबा, यसले हाम्रो काम पुरा गर्न दिन्न जस्तो छ। के गर्नुपर्छ तपाईँले छिट्टो गरिहाल्नुहोस्, नत्र यसले हाम्रो काम पुरा गर्न दिन्न। ठिक भनिस् कमली, अब यसलाई म केही गर्छु। नानी, अब तिमी जान्छौ? बस न 2-4 दिन यतै हाम्रो घरमा। होइन, मलाई जानुपर्छ। फेरि कुनै दिन आउँछु नि समय मिलाएर।
ल आमा म जान्छु कुनै दिन समय मिल्यो भने म आउँछु हस् हुन्छ छोरी जाऊ आफ्नो ख्याल राख्नु है बाबु हजुर भाउजू कति काम मात्र गर्नुहुन्छ अब त भोक पनि लाग्यो होला जानुस् गएर खाजा खानुस् होइन भाउजू ठिकै छ नि यताको कोठा साफ गर्नु छ यति काम गरेर खाजा खानु पर्ला होइन पछि गर्दा हुन्छ पहिले खाजा खानुस् न घरको मात्र ख्याल गर्ने होइन आफ्नो पनि ख्याल गर्ने गर्नु भइहाल्छ नि भाउजू यति साफ गरेर जानु पर्ला होला हजुर यो कोठा साफ गरिस् उता साफ भयो अब यता अलिकति बाँकी छ पहिला गएर मेरो कोठा सफा गर जा त खाली खानाको कालहरू खाली खाना मात्रै जानेको छ यति काम दिएको दिनभरि लाग्छ काम मात्र साँचेर बिस्तारै गर्ने दिनभरि टिभी हेरेर बस्ने खाली ठग्न जाने छ है अझ सुनिन जा पहिला गएर छिटो मेरो कोठा सफा गर मोहिनी तिमीलाई मैले कति पटक भनिसकेँ यिनीहरूका आमा छोरालाई दया नदेखाऊ भनेर यिनीहरू दया देखाउनको लायकै छैनन् त्यसैले आफ्नो भावनालाई सम्हालेर राख होइन मम्मी भोला बाबुले धेरै बेरदेखि काम गरिरहनु भएको थियो त्यसैले खाजा खान जानुस् मात्र भनेकी हुँ मोहिनी जे भए पनि अहिलेसम्म तिम्रो ससुरा बाबा र म जिउँदैछौँ यो घरको बारेमा त्यसैले तिमी जानी नपल्टेकै राम्रो बुझ्यौ जान्छु जय महाकाल जय महाकाल जय महाकाल
भन तिमीहरूले मलाई किन याद गर्यो? बाबा, हामीले तपाईँले भनेको जस्तै गरेका थियौँ, तर केही पत्ता लगाउन सकेनौँ। हो बाबा, हामीले जति नै गरे पनि नागिन पत्ता लगाउन सकेनौँ। अब केही उपाय गर्नु पर्यो बाबा, केही उपाय गर्नु पर्यो। बाबा, अब यो जुनीमा त हाम्रो सपना पुरा नहोला जस्तो छ। हो नि बाबा, हजुरले केही नगरे हाम्रो नागमणि पाउने इच्छा अधुरै रहला जस्तो छ। तिमीहरू पिर नलेऊ, मसँग त्यसको अर्को उपाय पनि छ। ए हो र बाबा, त्यसो भए त्यो उपाय हामीलाई छिट्टो भनिदिइहाल्नुहोस् न। हो बाबा, हामीलाई छिट्टै भनिदिनुहोस्। ठिक छ। आफ्नो हात थाप। हस् बाबा। त्यो जडीबुटीको झोल लगेर आफूलाई शङ्का लागेको मानिसको विस्तारमा छरिदिनु, त्यसपछि त्यसको असली रूप देखिनेछ। भैरवनाथ बाबा की जय। भैरवनाथ बाबा की जय। हे महादेव, आखिर कहिलेसम्म म यो धरतीमा म आफ्नो बिना शक्तिको बाँचिराख्नु। हे महादेव, अब त हजुरले मेरो सबै नागिन शक्ति
मलाई फिर्ता दिनुहोस्। हे महादेव, यदि तपाईँले मेरो नागी शक्ति मलाई फिर्ता दिनुहुन्न भने म आफैले आफैलाई भस्म गर्नेछु। हे महादेव, तपाईँले मेरो आवाज सुनिदिनुहोस्। म अब आफैले भस्म गर्दैछु। विश्रामी विश्रामी पर्ख, म तिम्रो तपस्यादेखि प्रसन्न भए। तिमीले मेरो तपस्याको लागि आफ्नो ज्यान दिन खोज्यौ, म प्रसन्न भए। विश्रामी, आजको यस तपस्याले म प्रसन्न भएको छु। तर स्मरण रहोस्, तिमीले गरेको त्यो गल्ती अझै पनि तिमीलाई याद होला। त्यसैले गर्दा तिम्रो सारा शक्ति खोसिएको थियो। तिमीले गुमाएको शक्ति म तिमीलाई फिर्ता दिनेछु। तर तिमीले एउटा कुराको स्मरण गर्नुपर्नेछ। यदि तिमीले तिम्रो शक्ति कुनै सत्य प्रेम गर्ने जोडीलाई प्रयोग गर्न खोज्यौ भने त्यो शक्ति तिमीलाई हानि पुर्याउनेछ। गर्दिन महादेव, गर्दिन। म यो शक्ति त तिनीहरूको लागि प्रयोग गर्छु जसले मलाई नागलोकबाट वञ्चित गराएर 200 वर्षसम्म यस धरतीमा जिउन बाध्य गरायो, त्यही पनि बिना शक्ति। विश्रामी, म तिमीलाई तिम्रो सारा शक्ति फिर्ता दिँदैछु। तर फेरि पनि तिमीले गल्ती गर्यौ भने जीवनमा तिमीले कहिले पनि आफ्नो शक्ति फिर्ता पाउने छैनौ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। भोलेनाथ की जय हो, महादेव को जय हो। ओम नमः शिवाय। अब विश्रामीले आफ्नो पुरानो शक्ति पाइसक्यो। अब विश्रामीको नजरमा जुन गर्यो त्यो मर्यो। अब म ती दुश्मनहरूलाई खतम पार्नेछु जसले मलाई यतिका वर्ष
नागलोकबाट वञ्चित गराएर यस पृथ्वी लोकमा पठाए। अब त्यसको विनाश गर्नेछु। बाबु यो त यहाँ पो बसिरहेको छ। के सोचेर बसेको? केही होइन आमा। के सोचे जस्तो लाग्यो मलाई। अध्याएर मुख लाएर बसिरहेको छस् त। केही पनि होइन, त्यत्तिकै बसिरहेको थिएँ। हेर्न आज तरकारी छैन, तल पसलमा गएर तरकारी लिएर आइज न। तरकारी पकाउने बेला पनि भयो। त्यहाँ किचनमा पैसा राखिदिएकी छु, गएर तरकारी लिएर आइज है। हस् हुन्छ। होइन आजकल यसलाई के भएको छ? बोल्दा पनि बोल्दैन, सोचेर मात्रै बसिरहन्छ। के भयो होला त यसलाई? बुझ्नै सक्दैन म। पहिला त अलिअलि मनको कुरा त भन्थ्यो, आजकल त केही पनि भन्दैन। के भयो होला त यसलाई? मोहिनी होइन यो शकुन्तला आज के गरेर बसेकी छे? अस्ति त डर लाग्दो देखेकी थिए, मलाई खाउँला जस्तो गर्दै थिए। फेरि आज त शान्त छे। होइन अस्ति यसलाई भएको चाहिँ के रहेछ? अचानक माता चढेको जस्तो व्यवहार गर्दै थिए। अस्तिको यसको रूप देख्दा त यसको छेउमा पनि नजाउँ जस्तो छ। तर के गर्नु, जानुपर्छ। यदि मैले झन् वास्तै गरिनँ भने त यसले टाउकोमै टेक्छ। के कुरा रहेछ एकचोटि बुझ्नु पर्यो। शकुन्तला यहाँ एक्लै के गरेर बसिरहेकी? केही पनि गरेकी छैन, यत्तिकै बसिरहेकी। ए शकुन्तला अब डराउन थालेछ। यसको मतलब यसको माता उत्रिसकेछ। अब मोहिनीले यसलाई मजाले डराउन सक्छ। ए ल ठिक छ, होला त घर आइसक्यो। तर प्रताप आएको छैन। यो घरको कसैलाई पनि चिन्ता छैन। आफ्नो छोरा हराएको भए पो चिन्ता हुन्थ्यो त। त्यस्तो होइन बहिनी, प्रताप हराएको मलाई पनि चिन्ता छ। प्रताप मेरो पनि त छोरा हो, त्यसैले त्यसो नभन्नु बहिनी। भयो धेरै नाटक गर्नु पर्दैन। प्रताप हराउनुमा पनि तिमीहरू आमा छोराकै चलखेल जस्तो लाग्छ मलाई त। अझ मेरो पनि छोरा रे, आफ्नो जस्तो छोरा भइदिएको भए यसरी आनन्दले बस्थ्यो, चिन्ता नलिकन। खाना पकाएको छ, खाएको छ, केही मतलब छैन। यदि 2 दिनभित्रमा मेरो छोरो घरमा आएन भने
तिमीहरूको आमा छोरालाई पनि यो घरबाट निकालिदिन्छु बुझ्यौ? मोहिनी बुहारी के गरेको तिमीले यो? छोडे छोडे म गर्छु। होइन म छोडे न म गर्छु नि म गरिहाल्छु। छोडे छोडे म मारिहाल्छु नि तिमीले किन मार्नु पर्यो? म सधैँ तपाईँले गर्नुहुन्छ त आज म गर्छु हजुर गएर आराम गर्नुहोस्। छोड न म गर्छु कि जानुहोस् गएर आराम गर्नुहोस् हजुरले गर्नुभएको त हो नि सधैँ। मोहिनी राम राम के देख्नु परेको यो आँखाले? कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्थे हो रहेछ। होइन म गर्छु हजुर गएर आराम गर्नु। होइन म गर्छु क्या छोडिदेऊ। हजुरले त सधैँ गर्नुभएकै हो नि। बुहारी तिमी त भाँडा पो माग्न लागेछौ। मैले गर्न दिएको काम गरिसक्यौ र? छैन मम्मी। यहाँ घरमा भाँडा माझ्ने भात पकाउने सारा काम गर्ने मान्छे छन् नि, तिमीले देखेको छैनौ र? जाऊ त गएर मैले भनेको काम गर। जाऊ तिमी गएर मैले हराएको काम गर। यताको काम महारानीले गर्नुहुन्छ। बुहारी जाऊ म गर्छु यहाँको। मोहिनी कोमलीलाई कसले टक्कर दिन सक्छ? कोमलीको कमालले गर्छ धमाल। शकुन्तला हजुर भोला कहाँ गएको छ थाहा छ तिमीलाई? भोला त आखिर कहाँ नै गएको होला र? मोहिनी हाम्रो छोरा घर नआएदेखि त त्यो भोलालाई मोज भएको छ।
जति बेला मन लागे जाने, जति बेला मन लागे आउने, जे मन लागे त्यही गर्ने। हाम्रो त कहिले सुनेको छ र? राजा भएर हिँडिरहेको छ राजा। त्यस्तो होइन, भोलालाई मैले बाहिर पठाएको छु। सानो काम गरेर एकैछिनको लागि बाहिर गएको छ। शकुन्तला, तिमी भोलालाई राम्रोसँग सम्झौ। उसको एकछिन घरमा बास हुँदैन। भोलि केही तलमाथि भयो भने हाम्रो टाउकोमा चाहिँ नआस्, बुझ्यौ नि? बहिनी, भोलालाई तिमीले सम्झाउँदा पनि हुन्छ नि। जस्तै कि मैले भनेको सबै कुरा मान्ने जस्तो। पर छैन कसैलाई पनि सम्झाउन। अनि हो महारानी, खाना पाक्यो? पाक्दैछ। छिटो छिटो गएर पकाउने। शकुन्तला, सुन त। केही सुनाउनु पर्दैन। कति नै माया देखाउन थालेको होला नि। खुरुको हिँड्नुहोस् तल। खुरुको हिँड्नुहोस् त। खुरुको हिँड्नुहोस् त नि। यतिका दिन भइसक्यो, भूमिलाई पनि मैले भेटेकै छैन। आज त म भूमिलाई भेटेरै छोड्छु अनि मेरो मनमा लागेको कुरा पनि सोध्छु। उसलाई केही थाहा नभए पनि उसको बाबालाई त पक्कै थाहा होला नि यो जङ्गलमा मेरो के रहस्य छ भनेर। हो, आज म भूमिसँग जसरी भए पनि सोध्छु। Oh my God! विष रानीको शिकार जङ्गल आएछ। विष रानीको नजरमा जो पर्यो त्यो मर्यो। भोला, मेरो शिकारको अगाडि पछाडि गर्ने को यो? यसलाई पनि बाँकी छोड्दिन, यसलाई पनि सकाइदिन्छु। विष रानीको नजरमा जो पर्यो त्यो मर्यो। होइन होइन, पहिला म यो को रहेछ भनेर राम्ररी बुझ्छु र त्यसपछि म मेरो चाल चल्छु। भूमि, भोला, तिमी आजसम्म किन नआएको जङ्गलमा? तिमीलाई कति कुरो थाहा छ? तिमीलाई त मैले नआऊ भनेको थिएँ, तिमी त साँच्चीकै पो आएनौ। त्यस्तो होइन क्या भूमि, म सधैँ यो जङ्गलमा आइरहन्थेँ, तर मैले तिमीलाई नै देखेन। अनि म के गरौँ भन त? बरु तिमी नै यत्रो दिनसम्म आएकी नै थिइनौ,
मैले तिमीलाई देखेन, खै कहाँ गएकी थियौ। मलाई लाग्यो सायद तिमी यहाँदेखि अर्कै ठाउँमा गयौ कि भनेर। म त सधैँ आइरहन्थेँ भूमि। भयो भयो, धेरै नाटक नगर। म कहाँ जानु नि, यही जङ्गलमा त थिएँ। तिमी पो आएनौ। भूमि, तिमीसँग एउटा कुरा सोध्नु थियो। के कुरा हो? सुन न, तिमीहरू यो जङ्गलमा बसेको कति समय भयो? म त सानैदेखि यही जङ्गलमा हुर्केको, तर मेरो बाबा चाहिँ धेरै पहिलादेखि यही जङ्गलमा हुनुहुन्छ अरे। तिम्रो बाबालाई यो जङ्गलको बारेमा धेरै कुरा थाहा होला। मलाई पनि मेरो यो जङ्गलमा केही रहस्य छ जस्तो लाग्छ। भूमि, तिम्रो बाबासँग एकचोटि भेट्न पाएको भए हुन्थ्यो। होइन बोला, मेरो बाबासँग नभेटेकै राम्रो। किन र? म भेट्छु नि त उहाँलाई। मेरो बारेमा, यो जङ्गलको बारेमा उहाँलाई सायद धेरै कुरा थाहा छ। त्यसैले एकचोटि मलाई भेटाइदेऊ न है। नै नै नै, पहिला म कुरा गर्छु बाबासँग, अनि तिमीले गर ल। ठिकै छ, त्यसो भए अहिले म जान्छु। तिमी आफ्नो बाबालाई भेटेर एकचोटि कुरा गर ल। ल ल हुन्छ। ल अहिले म जान्छु है। हस्, फेरि भोलि आउने है। ल भोलि आउँछु अनि भेटौँला है। हस्, ल बाई बाई। भनेपछि यो पनि मेरो शिकारको पछाडि परेको छ। यसलाई पनि म बाटोदेखि हटाइदिन्छु। तर राजकुमार कहाँ बस्छ भनेर मैले कसरी थाहा पाएँ? साँच्चै मैले त्रिकाललाई नि त पठाउन सक्छु नि। जा त्रिकाल, जा राजकुमारको पिछा गर र म एकैछिनपछि आउनेछु। मेरो शिकारको पछाडि लाग्ने त को हो? तेरो बारेमा पत्ता लगाएरै छोड्छु। विष रानीको नजरमा दुख पर्यो, त्यो मर्यो।